हेलो नमस्ते सबैजनालाई गुड इभिनिङ भन्न चाहन्छु। अहिले चाहिँ रातिको 10-11 बजिसकेको छ। यो यहाँको लोकल समय होइन। अनि लाइफमा मान्छेले सबै कुरोको अनुभव लिनुपर्छ है। अहिले चाहिँ मेरो एकदमै हेल्थमा मतलब समस्या आइरहेको छ। लाइक ममा चाहिँ एउटा नसा चेपेर मेरो L4 देखि L5 अनि S1सम्म चाहिँ मेरो नसा चेपिएको छ होइन। अनि नसा चेपेको भएर चाहिँ मलाई डक्टरले बेड रिडन गरेर नै ट्रिटमेन्ट गर्नुपर्छ भन्नुभएको थियो नेपालको डक्टरले। तर म बेड रिडन भएर ट्रिटमेन्ट गरिराख्न मेरो अवस्था थिएन, किनकि मैले यहाँ आउनु पर्थ्यो, मेरो नानीहरूलाई पढाउनु पर्ने थियो, पैसा चाहिन्थ्यो। त्यही भएर म आएँ। अनि साँच्चै भन्नुपर्दा मलाई एकदमै गाह्रो भएको छ होइन। र डक्टरले चाहिँ वेट रिड्युस गर्नु प्लस धेरै मेडिसिनहरू दिनुभएको छ। अनि त्यो मेडिसिनहरू प्लस सप्लिमेन्ट्रीहरू पनि दिनुभएको छ। ती खाँदाखेरि पनि मलाई कति धेरै ड्राउजिनेस हुन्छ होइन। तर पनि अब काम गर्नुपर्छ, काम नगरिकन त अब अदर अप्सन नै छैन मेरो लागि। तर यति धेरै पेन हुन्छ, यति धेरै पेन सहेर पनि म काम गरिरहेको छु। अनि तर पनि वेट चाहिँ घटिरहेको छैन कि मेरो। अनि वेट नघटेको हुनाले चाहिँ मैले आज फर्स्ट टाइम लाइफमा जिम गएँ यहाँ होइन। अब हङकङमा चाहिँ धेरै जिमहरू छ, 24 आवर जिमहरू छ होइन, जुन चाहिँ मन्थली कति चार्ज लिन्छ अराउन्ड $500 समथिङ डलर। आफ्टर द्याट त्यसपछि चाहिँ 24 आवर तपाईँलाई कतिखेर समय फुर्सद मिल्छ त्यतिखेर चाहिँ गएर तपाईँले जिम गर्न सक्नुहुन्छ होइन। त्यस्तो किसिमको जिमहरू पनि छ। तर मैले चाहिँ त्यस्तो किसिमको जिम जोइन गरेको थिइनँ। म चाहिँ यहाँ हङकङ गभर्मेन्टबाट एउटा यो YCM भन्ने NGO होइन, एउटा संस्था छ, अर्गनाइजेसन छ। त्यो अर्गनाइजेसनमा मैले चाहिँ मेम्बर भएर त्यसपछि मेम्बर भएपछि चाहिँ 2 घन्टाको होइन $55 लिन्छ। अनि 2 घन्टाको $55 तिरेर त्यहाँ चाहिँ सबै एकदमै जिमको ठुलो जिम रहेछ। अनि त्यो जिममा चाहिँ अनि सबै इक्विपमेन्टहरू पनि रहेछ होइन। अनि म चाहिँ लाइफमा फर्स्ट टाइम नै जिम छिरेको थिएँ त्यहाँनिर खासमा होइन। किनभने मैले जिम कहिले पनि छिरेको छैन। म त्यस्तो एथलेट होइन होइन। म त्यस्तो खेलहरू पनि खेल्ने खालको मान्छे होइन होइन। अनि के अरे जिम छिरेर त्यहाँनिर आज चाहिँ मैले चाहिँ म फर्स्ट टाइम म आई नेभर डु जिम भनेको थिएँ। त्यही भएर चाहिँ मैले चाहिँ कोचर मागेको थिएँ होइन। अनि एकजना सानो कोचर भाइ थियो होइन, लाइक मेरो छोराकै एजको जस्तो कोचर थियो। अनि त्यो कोचरले चाहिँ एकदमै चाइनिज भाषामा मजाले भरेर भटाइरहेको थियो। मैले पनि उसले भटाइरहेको कुराहरू बुझिरहेको थिएँ बुझ्नको लागि त, तर पनि मोर क्लियरिटी त भइरहेको थिएन नि त मलाई। अनि त्यस भएर मलाई आफूलाई मोर क्लियरली बुझ्नको लागि चाहिँ उसलाई चाहिँ मैले इङ्ग्लिसबाट भन्न भनेर मैले रिक्वेस्ट गरेँ। अनि त्यसले चाहिँ ओके भन्यो र गर्यो होइन। अनि गर्यो र उसले इङ्ग्लिसबाट पनि भन्यो अनि गरेँ तर पनि होइन। जस्ट मैले चाहिँ आज एकदमै मेरो फर्स्ट टाइम इन माई लाइफ होइन। अनि जस्ट खासै केही गरिनँ। मलाई त ट्रेडमिलमा कुद्न पनि डर लागेको है। त्यो ट्रेडमिलमा कुद्यो, साइक्लिङ गऱ्यो, अनि अलिअलि यो खुट्टाको यो के अरे योहरू गऱ्यो होइन जस्ट। अनि त्यसपछिबाट चाहिँ अर्को कुरा त्यहाँनिर चाहिँ स्टिम बाथ सौना बाथ रहेछ होइन। सौना बाथ पनि लियो, स्टिम बाथ पनि लिएँ होइन। अनि मेरो लाइफको फर्स्ट एक्सपिरियन्स हो है सोना बाथ र स्टिम बाथको पनि। किनकि योभन्दा पहिला मैले कहिले पनि सोना बाथ र स्टिम बाथ चाहिँ मैले लिएको थिइनँ। अनि त्यही भएर मैले आज त्यो लिएँ, त्यो अनुभव गर्न पाएँ। मलाई स्टिम बाथ लिँदाखेरि चाहिँ एकदमै आनन्द भयो। मेरो यो पेनहरू दुखिरहेको यो मेरो ब्याक एकहरू भएकोतिर पनि एकदमै पेन रिलिफ भए जस्तो लाग्यो होइन। अनि त्यस्तो भयो। अनि त्यहाँ चाहिँ त्यो हाम्रो अलिकति यो जोरोन एरियामा भएको हुनाले हाम्रो नेपालीहरू नै धेरै हुनुहुँदो रहेछ होइन। अनि प्लस त्यहाँ एकजना पाकिस्तानी पनि बहिनी पनि आउनुभएको रहेछ। उसलाई मैले सोधेँ होइन। उसले मलाई असिस्ट गर्यो कसो गर्ने के गर्ने भनेर होइन। अनि खुसी लाग्यो आफ्नो देशको बहिनी
आफ्नो देशको दिदीबहिनीहरू भन्दा चाहिँ अर्काको देशको मान्छे चाहिँ अलिकति फ्रेन्डली अलिकति सपोर्टिभ एन्ड अलिकति हेल्पफुल एन्ड केयरिङ पनि देखेँ होइन। अनि म चाहिँ यस्तो हुन्छ कि कतिजना चिनेको अनुहारहरू ठोकिरहेको हुन्छ होइन, तर आई डोन्ट नो उनीहरूलाई किन बोल्नु मन लाग्दैन क्या। म चाहिँ म चाहिँ कहिले पनि त्यस्तो गर्दिनँ होइन। देखेको र चिनेको मान्छे छ भने चाहिँ म बोलाइहाल्नु मेरो नेचर छ नि त। तर उनीहरू चाहिँ नचिन्ने जस्तो गर्छ भने, तर आज मैले पनि इग्नोर टु पर्सनलाई मैले नि इग्नोर गरेँ। उनीहरूलाई त्यस्तो गर्छ भने मैले सोचेँ मैले किन बोलाउने, मेबी दे डोन्ट लाइक टु टक विथ मी होइन। त्यही भएर मैले चाहिँ उनीहरूलाई आज बोलाइनँ होइन। अनि त्यस्तै भएर सायद हाम्रो धरान के एकजना बहिनी थियो त्यहाँनिर देखेँ मैले होइन। अनि मजाले नै फेस टु फेस नै चिनेर हेर्दाखेरि पनि त्यो बहिनीले चाहिँ मलाई नचिनेको जस्तो प्रिटेन्ड गर्यो होइन। अनि द्याट्स वाइ इट्स ओके। अनि त्यस्तै हाम्रो कम्पनीको सेकेन्ड ब्रान्चमा काम गर्ने एउटा बहिनी भेटेँ, फेस टु फेसै भेट्यो। जब मलाई देखेपछि उसले आफ्नो आई साइडलाई चाहिँ अनदर साइडमा टर्न गर्यो होइन। अनि बोल्दैन, अनि मैले पनि बोलाइनँ। इट्स ओके, मेबी दे डोन्ट वान्ट टु टक विथ मी, किन मैले उनीहरूलाई बोलाउने होइन। 2 दिनको जिन्दगीमा पर्मानेन्ट भनेको त केही पनि छैन होइन। मान्छेहरूमा एकदम इगो होइन। अब जस्तो महाभारतको त्यत्रो युद्ध भयो होइन, ती युद्धहरू पनि खासमा किन भएका थिए त भन्दाखेरि चाहिँ यस्तै इगोले गर्दाखेरि भएको थियो क्या। मान्छे हामी चाहिँ एकदमै कस्तो इगोस्टिक भावना राख्छौँ क्या जो संसारमा होइन। हामी संसारमा त एउटा यात्री हौँ क्या हामी होइन। हामी भोलि मरेर जान्छौँ, हाम्रो कुनै पनि उयो हुँदैन। तर कति साह्रो के भन्छ नि एउटा त्यो अहमपनाले चाहिँ मान्छेलाई चाहिँ कहिल्यै छोडेको हुँदैन है। अनि त्यस्तो अहमपना राख्नुहुन्छ मान्छेहरू होइन। मलाई त हाँस उठ्छ, म त त्यस्तो मान्छेसँग म एकदमै झड्याङ्ग रिसाउँछु, रिस उठेको बेलामा म गाली गर्छु होइन। तर म एकछिनपछि चाहिँ मेरो मन एकदमै क्लियर छ। म कहिले पनि मनमा त्यो रिस राखिराख्न त सक्दिनँ होइन। अब कुनै कुराले चित्त दुखाएको छ भने त कहिलेकाहीँ भिन्नै कुरा हुन्छ होइन। चित्तमा एकदमै दाग पर्ने गरी खोट पर्ने गरी भएको सिचुएसनहरूलाई त जसलाई पनि दुखिरहेकै हुन्छ होइन। तर अब नाथि एउटा काममा भेट भएको बहिनीहरूसँग हाई हेल्लो गर्दाखेरि उतातिर नजर फर्काउनु पर्ने, नचिने जस्तो प्रिटेन्ड गर्नुपर्ने चाहिँ किन, मलाई एकदम बुझ्दिनँ क्या। तर नो म्याटर हाउ इट्स ओके, नेभर माइन्ड। म आज एकदम जिम गरेर आएँ। अनि मलाई जिम चाहिँ जानुपर्छ, एक्सर्साइज गर्नुपर्छ, पर्ने रहेछ जस्तो महसुस भयो। हाम्रो कतिजना चाहिँ हामी चाहिँ हामीले त्यसरी काम गरेको हुन्छौँ होइन, किन जाने जिमको आवश्यकतै छैन भन्ने सोचिन्छ नि त। तर त्यो होइन, जिम एक्सर्साइज भनेको चाहिँ एक्सर्साइज रहेछ। अनि काम भनेको काम हो होइन। त्यसले गर्दा एक्सर्साइज भनेको चाहिँ एकदम यो के भन्छ ठुलो कुरो हो। अहिले वर्ल्डमा डे बाई डे चाहिँ ओबिसिटीहरू बढेर एउटा ओबिसिटीलाई एजले जब कि हेल्थ अर्गनाइजेसनले चाहिँ एउटा डिजिजै भनेर क्ल्यारिफाई गरिदिएको अवस्था छ तापनि होइन, एकदमै सानो एजको नानीहरू चाहिँ ओभरवेट भइरहेको हुन्छ। अब ओभरवेट कन्ट्रोल गर्न एकदमै गाह्रो भइरहेको छ उनीहरूको, किनकि खानपान पनि त्यस्तै किसिमको छ अब एभाइलेबिलिटीहरू होइन। अनि त्यसले गर्दाखेरि उनीहरूको हेल्थमा चाहिँ होइन यति सानोमै फ्याटी लिभर हुने, विभिन्न किसिमको ब्याककेकहरू हुने, हड्डीको समस्याहरू आउने कारण पनि ओभरवेटले गर्दा पनि हुन्छ होइन। अनि त्यसले गर्दाखेरि कसरी हुन्छ अब यो प्रब्लम अराइजिङ भइरहेको छ कम्युनिटीमा, वर्ल्डमा नै वर्ल्ड वाइज नै होइन। यसलाई चाहिँ यो गर्नको लागि चाहिँ सचेत गर्नको लागि चाहिँ अब हामी मान्छेबाट मात्रै गर्ने कि होइन, सरकारद्वारा नै केही कदमहरू चाल्नुपर्ने हो कि जस्तो मलाई कहिलेकाहीँ म सोचमा पर्छु कि यस्तो कुराहरूको बारेमा सोचमा पर्छु क्या म। अनि तर अब म सोचमा परेर त्यसको समस्याको समाधान त हुँदैन, तापनि सोचमा पर्छु होइन। आज जिमको अनुभव चाहिँ एकदमै आनन्दमय लाग्यो र अब फेरि पनि जाने गर्छु। र आशा गर्दछु मेरो हेल्थ चाहिँ मेरो वेल्दी भन्दा नि हेल्दी भएर जिउनको लागि चाहिँ यो एक्सर्साइजहरू गर्न अनि खानाहरू मेन्टेन गर्न जरुरी छ। अनि मैले कोसिस गर्दैछु, मेरो योजना छ म अहिले चाहिँ 15 केजी मेरो वेट लस गर्ने अनि मेरो यो ब्याक पेनहरू चाहिँ रिलिफ इम्प्रुभमेन्ट र मोर कम्प्लिकेसनमा जान नदिने मेरो योजना छ। तपाईँहरू सबैजना पनि बी अवेर हुनु आफ्नो ब्याकको लागि होइन। अनि के भन्छ कामहरू गर्दाखेरि चाहिँ आफ्नो शरीरलाई
बेन कति गर्ने कति नगर्ने भन्ने कुरा चाहिँ ध्यानमा राखेर मात्रै तपाईँहरूले काम गर्नुहोला भन्न चाहन्छु है त। नमस्ते सबैजनालाई, बाई बाई, थ्याङ्क यू फर वाचिङ।